यस्तै संसारभर भएका अद्भुत आविष्कार र रोचक तथ्यहरूको विश्वसनीय जानकारीका लागि आर्थर ज्ञानमा जोडिनुहोस्। नयाँ भिडियोहरू छुटाउन नदिन सब्स्क्राइब गर्न नभुल्नुहोस्। धेरै मानिसहरूलाई लाग्छ बुर्ज खलिफा पनि हाम्रो घर जस्तै साधारण सिमेन्टले बनेको भवन हो, तर वास्तविकता बिल्कुलै फरक छ। दुबईमा तापक्रम 50 डिग्री सेल्सियससम्म पुग्छ। यति गर्मीमा साधारण भवन टिक्नै सक्दैन। त्यसैले बुर्ज खलिफा जस्तो अत्यन्त अग्लो र शक्तिशाली भवन निर्माण गर्न साधारण सिमेन्ट प्रयोग गरिएको छैन। यहाँ C60 र C80 जस्ता अत्याधुनिक र उच्च शक्ति भएका विशेष सिमेन्ट प्रयोग गरिएको छ। बुर्ज खलिफाको सबैभन्दा माथिल्लो भाग हावाको प्राकृतिक बहावसँगै करिब 1.5 मिटरसम्म धेरै बिस्तारै र सुरक्षित मुभ हुन्छ। यो कुनै खतरा होइन, बरु भवनलाई सन्तुलित र सुरक्षित राख्न इन्जिनियरहरूले पहिल्यै सोचेर बनाएको स्मार्ट डिजाइन हो। बुर्ज खलिफामा यति धेरै झ्याल छन् कि एकपटक सफा गर्न पूर्ण रूपमा 3 महिना लाग्छ। यी झ्यालहरू अत्यन्त ठुलो र प्रतिबिम्बित सतह भएका कारण प्रत्येक साना कुनामा ध्यान दिनुपर्छ। सफा गर्ने टोलीले सुरक्षित र व्यवस्थित तरिकाले सफा गर्छ। सफा गर्ने काम तलबाट सुरु हुन्छ। हरेक झ्याललाई धेरै ध्यानपूर्वक सफा गरिन्छ। 3 महिनापछि मात्रै एक पुरा पनि सकिन्छ र पुनः अर्को चक्र सुरु हुन्छ। सुरक्षित र व्यवस्थित प्रक्रिया भएकाले कुनै जोखिम हुँदैन। अन्तिम रोचक तथ्य, बुर्ज खलिफाले केवल भवनलाई ठुलो र सुरक्षित मात्र बनाएको छैन, यसले एसीको पानी पनि रिसाइकल गर्छ, हावाभित्रको नमीलाई पानीमा परिणत गर्दै। एक थोपा पनि खेर जान दिँदैन। पुरा सिस्टम अत्यन्त आधुनिक र पर्यावरण मैत्री डिजाइन गरिएको छ, जसले पानीको बचत गर्दै स्मार्ट प्रविधि प्रदर्शन गर्छ।